विश्वास गर्नुहुन्छ आइसक्रिम खाँदा सर्प भेटियो, आइसक्रिम खाँदै नखानुहोस्, खाए पनि होसियारी पुर्याएर खानुहोस्। एक युवकले आइसक्रिम किनेर खाँदा आइसक्रिमभित्र विषालु सर्प टाँसिएको भेटिएको छ। युवकले सडक किनारबाट आइसक्रिम किनेर खाने क्रममा आइसक्रिम खोल्दै गर्दा सर्प भेटिएको हो। आश्चर्यजनक कुरा के छ भने आइसक्रिमभित्र सर्प कसरी टाँसियो भन्ने हो। यसले सबैलाई चकित बनाएको छ। यस घटनाले दैनिक जीवनका सामानहरूमा यस्तो खतरनाक स्थिति कसरी उत्पन्न हुन सक्छ भन्ने बारेमा प्रश्न उठाएको छ। आइसक्रिम खोल्दा यसभित्र सर्प कसरी पसेको भन्ने प्रश्न उठिरहेको छ। कहिलेकाहीँ विभिन्न खानेकुरामा अथवा बजारबाट ल्याएका खाद्यान्न तथा सामानहरूमा केही अनौठो कुरा भेटिएको कुरा त सुनिन्छ, तर आइसक्रिममै सर्प कसरी सम्भव हुन सक्छ? मान्छेको ज्यानै लिने विषालु सर्प खानेकुरामा भएको यो घटनाले फुटपाथ क्षेत्रका व्यवसायमा पनि कडा निगरानी गर्नुपर्ने आवश्यक देखिन्छ। यस घटनाले सार्वजनिक स्थानहरूमा खाद्य सुरक्षा र निगरानीको महत्त्वलाई उजागर गरेको छ।